तपाईँले चाहिँ फेसबुकमा काम गरिरहनु भएको छ, फेसबुकबाट धेरै पैसा कमाउन खोजिरहनु भएको छ भने तपाईँले चाहिँ 2-2 घन्टामा 3-3 घन्टामा पोस्टहरू गरिरहनु पर्ने हुन्छ, भिडियो अथवा रिल्स अथवा फोटोहरू चाहिँ पोस्ट गरिरहनु पर्ने हुन्छ। तपाईँले चाहिँ यसलाई मात्रै टाइम दिन सक्नुहुन्न। तपाईँ अरू कुनै काममा बिजी हुनुहुन्छ भने तपाईँले चाहिँ यसलाई अटोमेटिक पोस्ट हुने कसरी बनाउन सकिन्छ, तपाईँले राखेको टाइमअनुसार, तपाईँले राखेको मितिमा अटोमेटिक पोस्ट हुने बनाउन सिक्न चाहनुहुन्छ भने तपाईँले यहाँनिर यो स्क्रिन हेर्नु होला। मैले यहाँ स्क्रिन सेयर गरिरहेको छु। यहाँनिर चाहिँ फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि यहाँनिर प्लसमा क्लिक गरेर तपाईँले रिल्स अथवा पोस्ट फोटो हाल्न चाहनुहुन्छ त यहाँनिर चाहिँ देखाइरहेको छ। मैले चाहिँ फोटो हालेर सिकाउन गइरहेको छु। यो सेम प्रक्रिया रहनेछ र यहाँनिर फोटो एन्ड भिडियोमा क्लिक गरेर मैले चाहिँ यहाँनिर एउटा फोटो चुज गर्न गइरहेको छु। मैले चाहिँ यो फोटो मैले हाल्न चाहन्छु। मैले चाहिँ लभ लेखेँ। तपाईँले चाहिँ कुनै पनि स्टार कुनै पनि चिज लेखेर तपाईँले यहाँ नेक्स्ट गरिदिनु होला। तपाईँले के लेखेर हाल्न चाहनुहुन्छ त्यो चाहिँ। त्यसपछि यहाँनिर सेड्युलिङ अप्सन लेखेको छ, यसमा क्लिक गरेर तपाईँले सेड्युल फर लेटरमा क्लिक गर्नुभयो भने तपाईँले यहाँनिर मिति छान्ने अप्सन पाउनुहुनेछ, कुन मितिमा चाहिँ तपाईँले हाल्न चाहनुहुन्छ भनेर। आज हाल्न चाहनुहुन्छ भने आजको मिति अथवा 5 दिनपछि अथवा 10 दिनपछि, 1 वर्षपछि, कसै साथीको अथवा कुनै पनि आफ्नो स्पेसल मान्छेको जन्मदिनहरू छ, कुनै पनि कुराहरू छ बिर्सिन्छ भने तपाईँले यसरी सेड्युलिङ राखेर पनि अटोमेटिक पोस्ट पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ आजको बनाउन गइरहेको छु। यहाँनिर ओके गरेर समय देखाइरहेको छ। यहाँनिर कति बजी पोस्ट हुने भनेर देखाइरहेको छ र यहाँनिर यो चाहिँ मिनेट कति भनेर देखाइरहेको छ। यसरी चाहिँ एएम हो कि पिएम भनेर यहाँनिर देखाइरहेको छ। मैले चाहिँ पिएम गरेर ओके गरेँ र यसरी यहाँनिर यसलाई ओके गरिदिनु भयो भने यहाँनिर हेर्नुहोस् मैले राखेको टाइम र मितिमा चाहिँ सिलेक्ट भइसकेको छ। यो चाहिँ अटोमेटिक पोस्ट हुनेछ। त्यसपछि यहाँनिर अरू सबै कुरा यहाँनिर स्टोरीमा हाल्ने कि नहाल्ने अथवा यहाँनिर अरू सेटिङहरू मिलाएर तपाईँले यहाँनिर पोस्टमा क्लिक गरिदिनु भयो भने तपाईँले राखेको टाइममा अटोमेटिक पोस्ट हुनेछ। तपाईँ अनलाइन नभए पनि, तपाईँ जुनसुकै काममा बिजी भए पनि फोटो अथवा रिल चाहिँ तपाईँले के राख्नुभएको थियो त्यो चाहिँ अटोमेटिक पोस्ट हुनेछ। यसरी चाहिँ तपाईँले आफू बिजी भएको समयमा पनि फेसबुकमा पोस्टहरू राख्न सक्नुहुन्छ।